गर्ने पालो छ। गाई आजको ब्लग रहेछ घरमा डेली ब्लग र आज खाना पकाउने ब्लग छ। खानामा के बडी र दहीको बडी झोरी पकाउँदैछौँ। यो बडीको लागि रेडी बनाउँदैछौँ। यो तेलमा छाकेर ल्याएर बडी बनाउँछ। अनि बडीमा दिनको लागि झोल यो दही बडी भन्छ। उहिले बेसन रेडी गर्दैछ। कतिचोटि बनाएको छौ तिमीले? सेकेन्ड टाइम। साँच्चै अस्ति बनाएको थियो त्यो मात्रै सुरु? अरू कहिले बनाएको थियो नि? लेट छेरौँ। अस्ति राम्रै थियो, मिठै थियो। आज पनि मिठै हुन्छ नि मिठो। हेरौँ गाइस, अब यो पाकेपछि थाहा हुन्छ मिठो पाक्छ कि के पाक्छ। अब यो रेडी भइसक्यो। अब तेलमा कराई गर्छ। यी ठन्डा पानी देबे त खै मम्मी त इने चेक गरेको हम ट्राई कर बेसन बनाएको ले जो पूरे अथी कर दूँ निशान का तो बेसन दियो में ठंडा पानी में अलगते दियो हल्का दियो हल्का सा काँचे दियो हल्के तो ऊपर में आते फिर निकल नहीं एक्सपेरिमेंट फेल। अब तेल में कर छेड़ दियो चल गया नाच यो कराई चढाएर यसमा अब अलि तेल हाल्दिनु अनि ग्यास बालेर स्टोभ तताउने पहिला। ल गाइस, अब आउँदैछ टेस्ट। तेल गरम भएको छ कि छैन हाल न हाल। छैन नि तेल पाएको छैन, अझै बबल्स आउँथ्यो। तेल नहीं पका है, थोड़ी देर में पकेगा। हो गाइस, तो यो पाकिसक्यो र आदि पाक्दैछ। टेस्ट गर्न बाँकी छ। अहिले टेस्ट गर्ने होइन, नुहाई धुवाई गरेर टेस्ट गर्ने। ल तस म पकाउँदै गरौँ, म नुहाएर आउँछु अनि टेस्ट गर्छु कस्तो मिठो लाग्छ। म नुहाएर आइसकेँ। अब यो टेस्ट गर्ने पालो छ। यम्मी लागेको छ। मिठो रहेछ गाई, मिठो रहेछ। साँच्चै मिठो पकाएको छु त। अब आज यो पनि पाक्दैछ यता। अब त्यसमा पनि झोल बनाएर त्यसपछि भातसँग खाने। यसलाई यो टेस्ट गरे। फाइनली गाइस पाकिहाल्यो। अब खाना टेस्ट गरौँ। इन्तजार खत्म, अब खाना सुरु। हावा पर्ला नि गरम छ जरा। गरम छ। माइन्ड ब्लोइङ बनाउँछ। कम लाग्यो न।
झक्कास बनाएको छु गाइस, झक्कास। त्यो मिठो कसरी सिक्यो त्यो? त्यो हेरेर सिकिहाल्यो। कलाकार यही छ, आर्टिस्ट। स्वाद मिठो छ। तिमीलाई थाहा छ बिहानदेखि ब्लग बनिरहेको छ। गाई खाना मिठो रहेछ। अब तपाईँहरू हेरेर पकाउनु अनि खानु। मुखमा त पानी आयो होला। ल आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ। लाइक, सब्सक्राइब एन्ड कमेन्ट सेयर गर्नु होला।